नमस्कार सर। नमस्कार सरजी, नमस्कार। सन्चै हुनुहुन्छ नि? एकदम ठिक छ सर। आज चाहिँ म विशेष गरी तपाईँसँग केही अन्तर्क्रिया गरौँ भनेर तपाईँलाई चाहिँ इन्भाइट गरेको छु। विशेष गरी तपाईँको अनुभवहरूबाट पनि धेरै कुराहरू सिक्ने मौका पाउँछ होइन। ल मैले भूमिका धेरै नबाँधिकन सिधै प्रश्नतिर गएँ है। पहिलो चाहिँ प्रश्न तपाईँलाई चाहिँ तपाईँको कति वर्ष भयो पढाउन थाल्नुभएको अनि कुन सब्जेक्ट पढाइरहनु भएको छ? मैले सुरु चाहिँ म्याथबाटै गरेँ, हजुरको जस्तो सोसियलबाट चाहिँ भएन। तपाईँको इयर्सको कुरा गर्दा चाहिँ मैले मेरो अहिले डकुमेन्टको हिसाबले रेकर्ड भएको चाहिँ त्यही 8-9 वर्षको छ। नभए मैले नर्मली इन्फर्मली बिना सर्टिफिकेट पढाउन थालेको चाहिँ अब 10 इयर्स नै भयो। 10 इयर्स भयो? हजुर, भयो। ओके, लगभग अराउन्ड 10 इयर्स भनौँ न होइन। हजुर। भनेपछि लामो अनुभव तपाईँले बोकिसक्नु भएको छ भनेपछि तपाईँ पनि एक किसिमको यो विषयमा विज्ञ भन्न मिल्ने अवस्था छ। तपाईँलाई चाहिँ के लाग्छ गुड टिचिङ चाहिँ होइन के कुराले बनाउँछ जस्तो लाग्छ? गुड टिचिङ भन्नुभयो नि त? हो। यसमा चाहिँ किनभने पछि यसको परिभाषाहरू पनि मैले बिस्तारै चेन्ज गर्न थालेँ। एउटा मेरो जुन गुड टिचिङ पहिला चाहिँ मैले के सोच्थेँ भन्दाखेरि मेरो पहिला सुरुमा एज अ लर्नर चाहिँ राम्रो पढाउने टिचर को भन्दाखेरि जसले चाहिँ अलिक राम्रो हिसाबहरू गर्न सक्ने, धेरै होइन खतरा हिसाब गर्ने भन्ने बुझ्थेँ मैले। जब आफू पढाउन थालेँ त्यो त नहुँदो रहेछ, फेरि त्यो बुझाउनु मात्र ठुलो कुरा होइन रहेछ, हिसाब गर्नु मात्र ठुलो कुरा होइन रहेछ। त्यहाँ त तपाईँको पेडागोजिकल कन्टेन्ट नलेज, पोलिसिसदेखि लिएर करिकुलम कुरादेखि लिएर होइन, एसेसमेन्ट कसरी गर्नेदेखि लिएर धेरै कुरा जोडिँदो रहेछ। एउटा त्यो पनि भयो। अनि पछि फेरि अब आफू पनि अलिकति युनिभर्सिटी लेभलमा पढ्न थालेपछि भनौँ अलि तत्कालै मस्ट रिसेन्टली नै भनौँ न, पार्कर पामरको किताब पढेपछि द करेज टु टिच, त्यसपछि हामीले टिचरलाई परिभाषा गर्ने मेरो अर्को तरिका नै फरक भयो क्या। टिचर एज अ होल चाहिँ तपाईँको चाहिँ इन्टेलेक्चुअल वाइज, फिजिकल वाइज होइन, इमोसन वाइज चाहिँ एउटा हुनु पर्दो रहेछ क्या, होलनेस चाहिँ चाहिँदो रहेछ टिचरमा। अनि मैले त्यही किताबमा चाहिँ अर्को एउटा राम्रो पोइन्ट के पाएँ भने तिमी के पढाउँछौ तिम्रो आइडेन्टिटी नै त्यो होइन, हु यु आर, अनि लाइक द्याट रिफ्लेक्ट्स वाट यु टिच। यस्तै यस्तै मैले यसलाई अलिक फरक तरिकाले भनेँ, तर मैले भन्न खोजेँ तपाईँ बुझ्नुभयो। जे होस्, यु टिच हु यु आर रे क्या, भनेको तपाईँ को हो त्यो पढाउनुहुन्छ तपाईँले। मलाई त्यो हो लाग्यो, कस्तो त्यो सिम्पल सामान्य कुरा छ, तर त्यसले चाहिँ त्यो ठुलो मिनिङ बोकेको चाहिँ मैले पाएँ। त्यसरी चाहिँ मैले एउटा गुड सिकेँ। ओके, ल तपाईँले मजाले एन्सर पनि दिनुभयो। भन्न खोजेको चाहिँ एउटा टिचरमा पेडागोजिकल कन्टेन्ट नलेज जुन पिसिकेको कुरा पनि गरेका छौँ हामीले होइन, प्लस अनि एसेसमेन्ट, यी कुराहरू सबै चाहिँ कुरामा वेल फ्यामिलियर हुनुपर्छ। र अनि टिचर चाहिँ उसको डेली लाइफको रिफ्लेक्सन चाहिँ उसको क्लासरुममा चाहिँ उसको एभ्री डेको एक्टिभिटिजहरू त्यहाँ रिफ्लेक्ट हुन्छ भन्ने कुरा आयो। अब नेक्स्ट क्वेसन तपाईँलाई के छ भने जस्तै तपाईँले नयाँ टपिकहरू आफ्नो स्टुडेन्ट्सहरूलाई पढाउनु पर्यो भने तपाईँले कसरी पढाउनुहुन्छ? मेरो लागि नयाँ कि बच्चाको लागि नयाँ? बच्चाहरूको लागि नयाँ टपिक उनीहरूलाई पढाउनु पर्यो, नयाँ कन्सेप्ट दिनु पर्यो भने तपाईँले कसरी पढाउनुहुन्छ? अब म चाहिँ लार्जली के अब बिलिभ गर्छु। फेरि यसरी पनि बुझौँ, जस्तै हामी पहिलो मोड्युल अनुसारमै हामी जाने हो भने जस्तै हामीले त्यहाँ चाहिँ विभिन्न किसिमका एप्रोचका कुराहरू पनि गरेका छौँ होइन। जस्तै तपाईँ लिबरेसनिक एप्रोच होला, तपाईँको फेसिलिटेटिभ एप्रोच होला, तपाईँको टेक्निकल एप्रोच होला, र अनि त्यो सँगसँगै अनि हामीले त्यसमा मेकर फ्रेमवर्कका कुराहरू पनि गरेका छौँ। त्यो कुराहरूलाई कनेक्ट गर्दै तपाईँले चाहिँ स्टुडेन्ट्सहरूलाई नयाँ टपिक कसरी तपाईँ आफ्नो रोल चाहिँ कहाँ राख्नुहुन्छ? ओहो, कस्तो यो सामान्यतया अहिलेको बच्चाहरूलाई हेर्नुहोस्, अब मैले अचम्म चाहिँ के लाग्छ भने अहिलेको बच्चा ग्रेड माथि हुँदै आयो, उनीहरू हरेक कक्षामा चाहिँ फरक तरिकाले हुँदै आएको अचम्म चाहिँ लाग्छ। किनभने म्याथ आफैमा पनि यो रिलेसनसिप हुन्छ नि, जस्तै हाम्रै यो एसियन हाम्रो यो हाम्रो इस्टर्न फिलोसफीमा चाहिँ एउटा होलिजम भन्ने हुन्छ, इन्टर कनेक्टेडनेस हुन्छ नि। म्याथमा पनि यो सबै कनेक्ट हुने एउटा कन्टेन्ट, एउटा सब्जेक्ट हो क्या।
यसमा चाहिँ हामीले पढाउँदाखेरि एउटै कन्टेन्टमा चाहिँ सबै कुरालाई अल्जेब्रा पनि तपाईँ सेट पढाउँदाखेरि अल्जेब्रा जोड्नु त नजोडिकनै भएन क्या। अर्थमेटिकमा सबै सकाएपछि मात्र त्यसपछि मात्र अल्जेब्रा जाँदा भनेको एउटा रिलेसन अगाडि तपाईँले भने जस्तै एक्जिक्युटिभ, फेसिलिटेटर, लिभरेनिस्ट एप्रोचको कुरा जोड गर्दै गर्दाखेरि चाहिँ त्यहाँ थ्योरीको कुराहरूलाई पनि ल्याएर जोड्नु पर्यो। रिलेसन छ तर त नदेखाएर छोड्यो भने त बच्चाले अर्कै बुझ्छ नि त। अब त्यसपछि त्यहाँनिर कुरा नयाँ कुरा कहाँनिर आयो भन्दाखेरि चाहिँ जब तपाईँले सुरुमै अलिकति केही अब पछाडि के हुँदैछ भन्ने कुरा एकदमै डिफ्रेन्ट टिचरलाई त थाहा हुन्छ नि त, यो पछाडि यो छ भन्ने थाहा हुन्छ। त्यसको अलिकति एउटा सुरुमा त्यसको थोरै कुरा अगाडि चाहिँ उसले त्यही अगाडिको टपिकमा जोड्नुपर्छ। त्यसपछि त्यो जोडेपछि मैले भनेको थिएँ नि त्यहाँ, हो त्यहाँनिर अब यसमा चाहिँ यो अलिकति यस्तो है भनेर त्यसलाई अलिकति भूमिका बाँधेर थोरै त्यसमा मसला थप्ने मात्र काम गर्ने हो। त्यसमा पनि एज अ फेसिलिटेटर नै काम गर्नुपर्छ। अब उनीहरूलाई अलिकति कुरा उनीहरूबाटै आओस् भन्ने एक्सपेक्ट चाहिँ गर्नुपर्छ। स्कुल टिचरले एन्सर दिनु हुँदैन, एन्सर उनीहरूले खोज्नुपर्छ भन्ने चाहिँ मेरो एप्रोच हो। तर सधैँभरि त्यो सम्भव चाहिँ मैले देखिरहेको छु। किन बच्चाले त्यो अलिकति सिरियसनेस अहिलेको बच्चामा कम छ। अलिकति टाइम वेस्ट बढी गरिरहेको हुन्छ। त्यसपछि चाहिँ आफ्नो करिकुलम सघाउनु पर्ने हुनाले हामीले चाहिँ त्यस्तो हेर्नु भए यस्तो हो भनेर एन्सरै भन्नुपर्ने अवस्था पनि छ क्या अहिले। त्यस गरेर ओके, थ्याङ्क यू सो मच। अनि तपाईँले जस्तै अहिले तपाईँले भन्नुभएको छ बच्चाहरूमा चाहिँ सिरियसनेस खासै छैन भन्ने कुरा गर्नुभयो होइन। अनि अब त्यस्तो कन्डिसनमा तपाईँले स्टुडेन्ट्सहरूलाई क्वेसन सोध्न बनाउनु र उनीहरूलाई सोच्नको लागि इन्भल्भ गराउनु अत्यन्तै च्यालेन्जिङ हुन्छ। म पनि त्यो फिल्डमा भयो भने मैले त्यसलाई बुझ्छु। तर तपाईँले चाहिँ त्यो कुरालाई कसरी एन्करेज गर्नुहुन्छ स्टुडेन्ट्सहरूलाई? अब एज अ एउटा हुन्छ नि, अब एउटा सब्जेक्ट टिचरको रूपमा चाहिँ एज अ म्याथमेटिक्स भनेर चिनौँ अहिलेलाई। किनभने हाम्रो अहिले एउटा टिचरले मल्टिपल सब्जेक्टसँग जोडेर जिम्मेवारी बोकिहाल्नु पर्ने भन्ने अहिले केही भएको छैन, बनेको पनि छैन। हामी प्रोजेक्टमा आफै आफै काम गर्छौँ। मैले भन्न खोजेको कुरा चाहिँ एउटा सब्जेक्टले उसलाई फुल्ली रेस्पोन्सिबल, रेजिलियन्ट, इनोभेटिभ बनाउनु त यो सम्भव नै छैन होइन। अलिकति सम्म पनि होला, बनाउन सकिहाल्ला एउटा प्रोजेक्टमा। लजिकल रिजनिङ क्वेसन दिएर गर्न सकिहाल्ला। तर तपाईँले भने जस्तै त्यसलाई रेस्पोन्सिबल बनाउन अलिकति अब उसले जब कि त्यो त्यो बिहेभियर उसको कल्चरमा डेभलप भइसक्यो भने उसले जति बेला त्यो कुरालाई डिल गरिसक्नु पर्ने, जस्तै 4 5 मा गर्नुपर्ने होला, 1 2 3 बाटै सुरु गर्नुपर्ने होला। उसको ब्याकग्राउन्ड, उसको परिवारले नै केही कुरा सिकाउनु पर्ने थियो होला होइन। सिधै यसको लागु त होइन नि त, उसले केही त सिकेको छ घरमा होइन। त्यो धेरै कुरा डिपेन्ड गर्छ। अनि यहाँ सबै टिचरहरू जोडिन्छ। सबै टिचरले चाहिँ त्यो कुरालाई चाहिँ मनन गरेर बच्चामा यस्तो छ, यसको प्रब्लम पछि यसले यो खालको समस्या दिन सक्छ, त्यही भएर यसलाई अहिले नै यसलाई इन्टरभेन्सनतिर जानुपर्छ भन्ने कुरा चाहिँ टिचरहरू सबै मिलेर त्यसको निदान चाहिँ खोज्नुपर्छ। नत्र अहिले तपाईँको चाहिँ जब अलिअलि सेकेर डढिसकेको रोटीलाई चाहिँ फेरि राम्रो बनाउन सकिँदैन, त्यो त डढिसक्यो, त्यो बिग्रिसक्यो त्यो होइन। त्यो टाइपको कुरा चाहिँ मलाई लाग्छ सर। ओके, थ्याङ्क यू सो मच। फेरि अर्को क्वेसन तपाईँलाई, तपाईँले त्यस्तो कुनै एक्टिभिटी तपाईँले सेयर गर्नुहुन्छ आफ्नो क्लासरुममा युज गरेको जहाँ चाहिँ तपाईँको स्टुडेन्ट्सले रियल लाइफ प्रब्लम सल्भिङ चाहिँ सल्भ गरेको होस्, त्यस्तो ओके। कुनै एक्टिभिटी? अब यस्तो छ, मैले चाहिँ मेरो रिसर्च पार स्टडीमा चाहिँ लार्जली मैले म्यानिपुलेटिभ बेस नै गराएको छु। जस्तै त्यसले चाहिँ एउटा रियल वर्ल्ड एप्लिकेसनको एउटा अंश बोकेको छ जस्तो मलाई लाग्छ। त्यो कुन सेन्समा भन्दाखेरि चाहिँ मैले त्यो टुललाई चाहिँ एज अ टुलको मात्रै युज गरेको छैन। यो भनेको तिम्रो घरको रुम हो। अब फिट गर तिमी होइन, फिट गर, कतिवटा फिट गर्छौ, ल गर, गर्दै जाऊ गर्दै जाऊ गर्दै जाऊ। उसले हाइट पनि बढाउँछ, ब्रेथ पनि बढाउँछ, बढ्दै बढ्दै बढाउँछ। अब यसको एरिया चाहिँ उसले त्यो अब स्क्वायर क्युबिकल क्युबिक के भन्छ त्यो बक्सेसहरू एड अन गर्दै गर्दै लेन्थ ब्रेथमा एड गर्दा 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 एउटा अब मैले क्युब रुट सिकाउँदाखेरि पनि त्यसरी क्युबकै सिकाएको छु। स्क्वायर रुटमा चाहिँ मैले स्क्वायर 2 डाइमेन्सनल मैले चाहिँ त्यसमा अलिकति केही नहोस् भनेर चाहिँ बरु त्यो ग्रिडवाला पेपर ल्याएर चाहिँ बच्चाहरूलाई 1 सेन्टिमिटरकै ग्रिड सिट काटेर अनि किनभने उनीहरूलाई त्यो एकुरेट नै हुनुपर्छ भन्ने चाहिँ मेरो लजिक हो। किनभने एजुम्सनतिर नजाउँ, 1 सेन्टिमिटरकै बनाउनुपर्छ भनेर मैले त्यो स्क्वायर युनिटलाई पनि बच्चाहरूलाई त्यो वेमा चाहिँ उनीहरूलाई पेस्ट गराउँदै 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 सिकाएको थिएँ। त्यसले सम्म अब रियल वर्ल्ड एप्लिकेसन एउटा जोड्छ जस्तो लाग्छ। मैले यसमा
धेरै कुराहरू चाहिँ मैले म्यानिपुलेटिभसँग जोड्ने हुनाले त्यसले एउटा रियल वर्ल्ड एप्लिकेसनको एउटा अंश बोकेको हुन्छ। उसले अब आफ्नो सराउन्डिङ बुझ्ने एउटा अवसर चाहिँ पाउँछ जस्तो लाग्छ सर त्यसैले। ओके, थ्याङ्क यू सो मच। अनि तपाईँले यो स्टुडेन्ट सेन्टर टिचिङहरू क्लासरुममा युज गर्दै जाँदाखेरि होइन कस्ता कस्ता किसिमका च्यालेन्जेसहरू चाहिँ तपाईँले महसुस गर्नुभएको छ? च्यालेन्जेस छ सर। अहिले मैले भने नि यहाँलाई हाम्रो पहिला पनि कन्भर्सेसन हुँदाखेरि एउटा कुरा उठाएको थिएँ। त्यो के हो भने मैले आजभन्दा धेरै पर नजाउँ, 5-6 वर्ष अगाडिकै कुरा गरौँ न, 7 वर्षकै कुरा गरौँ। फेरि सुन्थेँ जसरी बुझ्थेँ भने त काठमाडौँको रिच किडहरू यस्तै हो कि अब अलिक त्यति बेला पनि यति साह्रो त अब हुन त फेरि एउटा समय त्यहाँ लकडाउन पछि चाहिँ मैले एक किसिमले देखाएको पनि थिएँ। तर त्योभन्दा अगाडि जुन स्कुलहरूमा पढाएँ मैले त त्यो खालको त्यो अलिकति एग्रेसिभनेस, अलिकति लस्ट टाइपको चाहिँ मैले अलिकति देखाएको थिइनँ। अहिलेको बच्चाहरू 5 मिनट पनि ध्यान दिएर सुन्न सक्दैन। डिस्ट्र्याक्ट भइहाल्छ। कहाँ हराउँछ। त्यो उसको मान्छे फिजिकली यहाँ छ, उसको मेन्टली ऊ कहाँ छ थाहै छैन। भनेपछि अहिलेको बच्चामा के छ त्यस्तो होइन, समस्या छ। च्यालेन्जेस छ सर। अब उनीहरूलाई सेन्ट्रिक बनाउनलाई एउटा 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 काम चाहिँ के राम्रो हुन्छ उनीहरूको भने ग्रुप वर्क गरायो भने ग्रुपमा अलिकति आर्ट वर्क टाइपको चार्ट पेपरमा काम गरेर आइडियाहरू अलिक जोडेर अलिक क्रिएटिभ केही गर न भन्यो भने चाहिँ गर्छ फेरि। अनि यो कटिङ अब अलिकति कटिङ गर्ने जोड्ने कुराहरूमा चाहिँ कामहरू गर्छ। तर त्यसमा चाहिँ अझै बढी मिसयुज उनीहरूले के गर्छ भने त्यसलाई नै अलिकति बढी अननेसेसरी चलाइदिने होइन। अनि अलिकति इन्स्ट्रक्सनहरूलाई चाहिँ त्यो गाइडेड वेमा फलो नगरिदिने, त्यो अलिकति मिसयुज टाइपको कामहरू चाहिँ उसले गरिरहेको हुन्छ। च्यालेन्ज छ। ओके, फेरि मैले तपाईँलाई अब अर्को क्वेसनतिर यसो ध्यान केन्द्रित गरेँ। जस्तै हामीले प्रायः जस्तो हामीले पढाइसकेपछि हाम्रो उद्देश्य भनेको स्टुडेन्टले सिकोस् भन्ने हुन्छ। तपाईँले आफूले पढाइरहँदाखेरि स्टुडेन्टले साँच्चीकै सिकिरहेछ है भनेर इन्स्योर चाहिँ कसरी बन्नुहुन्छ? तपाईँ कसरी स्योर बन्नुहुन्छ मेरो स्टुडेन्टले मैले सिकाएँ स्टुडेन्टले सिकिरहेछ है भनेर कसरी इन्स्योर गर्नुहुन्छ? तपाईँले साह्रै गहन क्वेसन सोध्नुभयो। अहिले मलाई आफैले च्यालेन्जिङ एउटा के फिल भइरहेछ भने रियल लर्निङ चाहिँ अलिकति ग्याप मैले देखिरहेको छु सर। एउटा के छ भने एउटा हामी एज अ टिचर मैले के फेस गरिरहेको छु भने तत्कालको कुरामा चाहिँ तपाईँ हामीसँगै काम गरेको खासै फरक नपर भन्ने लाग्छ मलाई। अब एउटा स्कुलको कस्तो हुन्छ भने एउटा उनीहरूको अब कुन कसरी हेरिरहेको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। एउटा प्यारेन्ट्सको डिमान्ड हुन्छ, प्यारेन्ट्सले त भेदामा हाल्छ होइन, आउँछ उनीहरू भेट्न आउँछन्। अनि विद्यार्थीको अर्कै छ डिमान्ड। अब त्यो भएपछि हामीले खास गरी चाहिँ सबैको डिमान्डलाई मिट गरेर त्यही करिकुलमलाई बोकेर जानुपर्ने। अब म्याथ मैले यस्तो च्यालेन्जिङ पाएको छु सर, जसलाई चाहिँ तपाईँ प्रोसिड्युरल नलेजमा पनि देखिने गरी काम गर्नुपर्छ। कन्सेप्चुअल नलेजमा पनि देखिने गरी काम गर्नुपर्छ। उसको रिजनिङ स्किलमा पनि राम्रै, तपाईँको मेन्टल म्याथमा पनि उसले राम्रै काम गरेको हुनुपर्छ। उसले सामान्य हिसाब पनि गर्न सकेन भने उसको त्यो लर्निङ नै भएन क्या। बरु सामान्यतया ल्याङ्ग्वेजमा चाहिँ बरु काहीँ मिल्छ नि त। तिम्रो घरमा के छ, कस्तो छ, बोल न तिम्रो बारेमा। बोल्छ, ल्याङ्ग्वेज आउँछ। तर म्याथ यस्तो सब्जेक्ट हो जसले चाहिँ धेरै कुरा चाहिँ बोकिरहेको हुन्छ क्या। तर यसलाई अरू सब्जेक्ट जसरी सामान्य रूपमा लिनु होइन, अनि अरू सब्जेक्ट जसरी यसलाई चाहिँ 1 पिरियड 2 पिरियड पढाउनु त्यो संसारै बुझ्नुपर्छ टाइपले बुझ्नु होइन। अहिले भनौँ 160 घन्टा अहिले गभर्मेन्टले तोकेको छ नि त पिरियड। अब हाम्रो 100 पनि पुग्दैन। अब कहिलेकाहीँ एकै पिरियडमा पनि एउटा युनिट सकाउनुपर्छ भनेपछि काहीँ न काहीँ एउटा रियल लर्निङ ग्याप चाहिँ छ सर। त्यो चाहिँ मैले एकदमै फेस गरिरहेको छु होइन। अनि अब त्यो मैले चाहेर पनि त्यो सल्भ हुँदैन थाहा छ। अनि मैले इन्स्योर गर्नुपर्ने कुरामा चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ बच्चाहरूले म धेरै कुराबाट इन्टरभेन्सन गर्छु। एउटा उनीहरूको कपीमा लेखेको कुरा हुन्छ। अर्को चाहिँ उसले कतिको बुझाइरहेको छ कुराहरू होइन। अनि मैले लेखेको हुबहु त्यही वेमा लेखिरहेको छु। उसको आफ्नो रिफ्लेक्टिभ राइटिङ छ एउटा, त्यहाँ हेर्छु। अर्को वर्कसिटमा पनि हेर्छु, त्यहाँ एउटा सेकेन्ड दुईटा हुन्छ फेरि होइन। अनि त्यसपछि गएर उसको त्यही अनुसारको युनिट टेस्टमा रिफ्लेक्ट भइरहेको चाहिँ छैन, उसको अलाइनमेन्ट छ कि छैन राइटिङमा, त्यो वेबाट रियल लर्निङ उसको वास्तवमा छ कि छैन भन्ने कुरा चाहिँ सेयर गर्छु सर। ओके, अब क्लासमा पक्कै पनि कतिपय स्टुडेन्ट्सहरू धेरैजसो स्टुडेन्ट्सहरू एकै नासमा हुँदैन होइन। कतिपय स्टुडेन्ट्समा एकदम एक लेभल कन्फिडेन्ट हुन्छ,
र केही स्टुडेन्ट्सहरू एकदम लजाउने अनि डराउने अनि त्यसपछि उनीहरूसँग चाहिँ त्यो आवश्यक मात्रामा कन्फिडेन्ट पनि नहुने हुन्छ। त्यस्तो स्टुडेन्ट्सलाई तपाईँले कसरी सपोर्ट गर्नुहुन्छ? अब मेरो मेरो नेचर चाहिँ अलिकति सानैदेखि होला सर, मलाई अलिकति म बोल्छु, अलिकति चर्को बोल्छु त्यस्तै बच्चाहरूलाई। तर म जति चर्को बोले पनि बच्चाहरू चर्को मान्दैन। एउटा खोइ के हो अब त्यो के छ ममा, मेरोमा भोइसमा के छ होइन, मलाई थाहा छैन। र म अलिकति बच्चाहरूले अलिकति त्यो साई नेचरको छ बच्चा। तर मेरो मदेखि डर लाग्छ, सोध न क्वेसन भन्दा तबदेखि डर लाग्दैन, मलाई सब्जेक्टदेखि डर लाग्छ भन्छ। साई नेचरको बच्चाले त्यसो भन्छ कि। भनेपछि अब उसलाई सब्जेक्टदेखि चाहिँ अलिकति त्यो धेरै कुरा पढ्नुपर्ने छ हामीले भनेर भन्छन्। तर मैले अब क्लासरुममा त्यस्तो साई जुन अहिले भन्दा काठमाडौँको स्किलहरू साई नेचरको पहिला चाहिँ देखेको थिएँ सर। पहिलाको स्कुलहरूमा 2-3वटा स्कुलहरूमा मैले अगाडि पढाउँदाखेरि चाहिँ त्यस्तो लजाउने, बोल्न पनि निच्चा हाँस्ने, बोल्दै नबोल्ने टाइपको चाहिँ हुन्थ्यो। तर यहाँ छैनन् तपाईँले भने जस्तो साई नेचरको बच्चाहरू छैनन्। अनि मैले कसैलाई सोधेँ भने मैले भने नि तपाईँलाई, मलाई मदेखि डर लाग्दैन, म सोध्छु। उसको प्यारेन्ट्सले पनि त्यही भन्छ। सर अब उसले इन्करेज गरिदिनुहोस्, उसलाई सोधिराख्नुहोस् भनेर भनिरहन्छ प्यारेन्ट्सहरू पनि। अलिकति कम बोली टाइपको चाहिँ छ, तर साई भन्ने बित्तिकै बोल्दैन भन्ने खालको छैन। अब उनीहरूले इन्करेज चाहिँ एउटा प्यारेन्ट्सले बोलाएर ल है अब हजुरहरूले पनि केही भनिदिनु पऱ्यो, हामी पनि यसरी गरिरहेका छौँ भनेर नि अलिकति एउटा दुवैटा वेबाट चाहिँ इन्करेज गर्ने काम चाहिँ भइरहेछ। ओके, थ्याङ्क यू सो मच। अनि तपाईँले आफ्नो लेसन्सहरूमा ह्यान्ड्स एन एक्टिभिटिजहरूलाई चाहिँ कसरी इन्क्लुड गर्नुहुन्छ? मेरो चाहिँ 5B मोडल हो। अब 5B मोडलमा मेरो एक्सप्लोरेसनमा ह्यान्ड्स एन एक्टिभिटी अलिक बढी म्याक्सिमम् युज गर्छु म। तर अलिक टाइम लिमिटले गर्दाखेरि कहिलेकाहीँ चाहिँ कुनै चाहिँ अब गर्नै नभएको अवस्था पनि छ। तर ह्यान्ड्स एन एक्टिभिटी मैले एक्सप्लोरेसनमा यसलाई चाहिँ मैले 20 मिनटको टाइम दिएको हुन्छ। अनि 20 मिनटको टाइममा चाहिँ उनीहरूलाई एउटा टपिकमा, जस्तै तपाईँलाई मैले एउटा पाइथागोरसकै थ्योरमको एउटा बनाउनु पऱ्यो भने उनीहरू इन्टरलकिङ क्युबहरू लगेर दिन्छौँ र तिमीले एउटा चाहिँ प्रत्येक एजमा चाहिँ एउटा स्क्वायर बनाऊ र त्यसमा पिपिएसको फर्ममा उनीहरूले पिपिएस आइडेन्टिफाई गरिसकेका हुन्छ त्यति बेलासम्म। त्यसपछि एउटा फर्मुला मैले सुरुमा भने हुँदैन, त्यो चाहिँ अब ग्रेड 7 को बच्चाले गराएको मैले। त्यही लेसन चाहिँ मैले यता रोशनी म्यामको उसमा पनि हालेको छु। अनि हो त्यसरी चाहिँ 20 मिनटको लागि ल यहाँबाट एउटा थ्योरम जेनेरेट गर तिमी। चाहे त्यो ट्रिप्लेट्स भनौ जुनको बनाइ नै हुन्छ, तिमीलाई 4-5 को बनाइ हुन्छ, त्योभन्दा माथिको पनि बनाइ हुन्छ, बनाऊ यसो बनाएर देखाऊ भनेर चाहिँ म त्यो गरेको थिएँ। त्यसै गर्छु। अनि तपाईँले त्यस्तो कुनै एक्जाम्पल तपाईँले सेयर गर्न सक्नुहुन्छ छोटोमा, जहाँ चाहिँ स्टुडेन्ट्सले एक्टिभली इन्भल्भ हुँदाखेरि अझ राम्रोसँग, अरू बेलाभन्दा अझ राम्रोसँग सिकेको छ है, यो अलि बढी इन्गेज हुँदाखेरि ऊ चाहिँ सिकेको छ भन्ने त्यस्तो कुनै एक्जाम्पलहरू? अब यसमा छ सर, धेरै छ। अब यसमा 100% भन्ने चाहिँ कहिल्यै नहुँदो रहेछ। सबैजनाले सिकेको छ भन्ने चाहिँ नहुँदो रहेछ। मेरो नजरमा चाहिँ साँच्चैकै सिक्ने बच्चाहरू छन् सर। तपाईँको चाहिँ जस्तै मैले एउटा बच्चालाई तपाईँलाई भन्दा म धेरै एक्टिभिटी गर्छु होइन। एकचोटि मैले एउटा बच्चालाई मैले पार गर्दा के सोधेको थिएँ भने, हामी यत्रो एक्टिभिटी गर्छौँ, मोडलहरू युज गर्छौँ, तिमीलाई यसले साँच्चीकै हेल्प गर्छ कि गर्दैन त? मैले गरे जस्तो मात्र गर्छ कि अब तिमीले साँच्चीकै बुझेको छौ भनेर मैले सोधेँ। त्यो चाहिँ इन्फर्मल डिस्कसन जस्तै थियो। उसले के भन्यो भने, कहाँ हुन्छ नि सर, तपाईँले त्यो फर्मुला डिराइभ गरेको त्यो त हाम्रो एक्जाममा मलाई त्यो के पढेको लेखेको याद हुँदैन, त्यो एक्टिभिटी याद हुन्छ भनेर भन्छ क्या बच्चाले। भन्यो त्यति बेला लिटरली। होइन बच्चाले यसलाई सिरियसली पढ्दो रहेछ, यसले लिँदो रहेछ भनेर। अनि त्यसै गरी मैले अब तपाईँको चाहिँ भनौँ तपाईँको अल्जेब्राको तपाईँको चाहिँ इभन अहिले अल्जेब्रालाई पनि मैले तपाईँको इभन मल्टिप्लिकेसन हुन्छ नि 11 टाइम्स 12 होइन, 12 को स्क्वायर, उनीहरूको स्क्वायर रुट त पढ्नुपर्छ नि त। त्यसलाई पनि मैले स्क्वायर युनिट बनाएर चाहिँ 10 को स्क्वायर युनिट प्लस कतिवटा 10 त त्यो एड गरेर तपाईँ अल्जेब्राको त्यो ए स्क्वायर प्लस 2b प्लस बी स्क्वायरको स्ट्राटेजीमा त्यसरी चाहिँ उनीहरूले अल्जेब्राभन्दा अगाडि चाहिँ त्यो सकाएर अल्जेब्रामा जाने गरेर त्यसरी गरिरहेको थिएँ। अब त्यो चाहिँ बच्चाहरूलाई मिनिङफुल आएको छ। यस्तै अरू पनि छन्, मैले यति भने। अनि तपाईँ चाहिँ के कुरामा बढी विश्वास गर्नुहुन्छ? स्टुडेन्ट चाहिँ सुनेर बढी चाहिँ सिक्छ जस्तो लाग्छ कि गरेर बढी सिक्छ, अनि किन? यो दुइटै चाहिन्छ सर। किनभने स्टुडेन्टलाई सबै थाहा हुँदैन। अनि इन्स्ट्रक्सन त पहिला सुन्नै पर्छ उसले। अनि इन्स्ट्रक्सन नसुनिकन
उसले त्यो मिनिङफुल लर्निङ त्यो ह्यान्ड्स एन्ड एक्टिभिटी गर्नै सक्दैन। गरिहालेछ भने त्यो चाहिँ अब इन्क्वायरीको डेफिनेसन जस्तो हुन्छ। छुन त छुन्छ, धेरै कुरासँग जान्छ अनि एउटा ठ्याक्कै मेजर कुरामा पुग्न सक्दैन क्या। अनि त्यही भएर हुन त धेरै कुरा चाहिँ गलत होइन, तर हामीलाई एचिभ गर्नुपर्ने गोल चाहिँ के हो त? हाम्रो त डिफाइन हुन्छ नि त। त्यतातिर चाहिँ अलिक कम ओरिएन्टेड हुन्छ। अब मैले यहाँनिर अर्को के सोधेँ भने तपाईँको लिसनिङ सँगसँगै ह्यान्ड्स एन्ड एक्टिभिटी पनि एकदमै चाहिन्छ सर। ह्यान्ड्स एन्ड एक्टिभिटी भएन भने त बच्चाले अ, अब कतिपय बच्चाले अब राम्रो बच्चालाई पनि तपाईँले सुनेर पढाउनु भयो, उसले इक्जाममा ल्यायो, ए प्लस ल्यायो भने पनि उसले सर्टेन टाइमपछि त्यो कुरा बिर्सिन्छ। तर त्यो कुरालाई इन्टर्नलाइज गरेर ह्यान्ड्स एन्ड लर्निङमा एक्सप्रेस गरेर अनि त्यहाँबाट एउटा कुनै फरक चिज बनाओस् न, नयाँ चिज बनाओस् होइन? त्यो त्यो चाहिँ उसको लाइफ लर्निङ हुन्छ क्या। त्यो त्यो मलाई एकदमै दुइटै कुरा प्यारलली जान्छ र चाहिन्छ भन्छु सर। नेचुरली हेर्दाखेरि जस्तै इन्स्ट्रक्सनको कुरा जुन गर्नुभयो, इन्स्ट्रक्सन सुन्नुपर्छ भन्ने कुरा होइन। अनि कहिलेकाहीँ यसो हेर्दाखेरि जस्तै नेचुरली, जस्तै अहिले हजुर एज अ फादर पनि घरमा हुनुहुन्छ, अब त्यो सानो जुन बच्चा छ उसले त पक्कै पनि कुनै पनि इन्स्ट्रक्सन नबुझ्छ नसुन्छ, उसले आफ्नो तरिकाले जे गर्दै जान्छ त्यहीँबाट उसले सिक्दै जान्छ। त्यसैले हजुरको विचारमा जस्तै अब त्यो कुरालाई नेचरलाई नै हामीले हेर्दाखेरि इन्स्ट्रक्सन भन्ने कुरा सुनेर त्यसपछि गर्ने भन्ने जस्तो लाग्छ कि गर्दा गर्दै स्टुडेन्ट्सले आफै इन्स्ट्रक्सनहरू सेट गर्नुपर्छ जस्तो लाग्छ? अब यसमा दुई वै छन्। हामी ओपन इन्क्वायरी दिने कि सेमी स्ट्रक्चर दिने कि स्ट्रक्चर दिने हुन जान्छ मलाई। तपाईँले भने जस्तै अब ओपन दिने हो नि त, इन्स्ट्रक्सन पछि क्रिएट गर्दा नि भयो। पहिला एक्सन पछि एप्लिकेसन भन्छन् होइन? त्यो वेमा गयो। अब इन्स्ट्रक्सन दिएर गऱ्यो भने हामीसँग गोल ओरिएन्टेड यो चाहिँ दुईटा मलाई फरक के लाग्छ भने एउटा जापानिज छ क्या यस्तै जापानिज उनीहरूको चाहिँ उनीहरूको स्ट्राटेजी पहिला इन्स्ट्रक्सन एकदम गाइडेड हुने, त्यसले पनि लाइफ लर्निङको कुराहरूलाई पनि जोड्ने। तर त्यो चाहिँ कस्तो हुन्छ भने लास्टमा गएर त्यो कहाँ गएर टुङ्गिनु भन्ने फिक्स हुन्छ। अनि अब ओपन इन्क्वायरीतिर जाने हो भने अब टुङ्गिन त टुङ्गिने, तर ओपन दिँदाखेरि उनीहरू बढी अल्मलिने होइन? कहाँ जाने त, के गर्ने त, त्यसले धेरै टाइम खाने। जस्तै हाम्रो प्रपोजल बनाउनै 6 महिना लागेको थियो नि त। अब त्यस्तो उनीहरूले काम गर्नलाई पनि राम्रो काम गर्नलाई राम्रो निर्णय त्यहाँ उसले सोध्नु पर्यो, हेर्नु पर्यो के गर्नु त्यसले के गर्नु त्यसलाई डिपेन्ड गर्छ जस्तो लाग्छ सर मलाई। ओके, थ्याङ्क यू सो मच सर। मैले फेरि म अर्को क्वेसनतिर गएँ। जस्तै स्टुडेन्ट्स पक्कै पनि विभिन्न ब्याकग्राउन्डबाट आएको हुन्छ होइन? अनि विभिन्न ब्याकग्राउन्डबाट, विभिन्न कल्चरबाट होइन, अनि आउने क्रममा उसले आफ्नो किसिमको अनुभवहरू बोकेर आएको हुन्छ। ऊ क्लासरुममा पक्कै पनि रित्तो आएको हुँदैन होइन? ऊ चाहिँ एम्टी भाँडो हो भन्ने जुन पहिला चलन थियो त्यो चाहिँ अहिले छैन। तपाईँले स्टुडेन्ट्सहरूको उसको व्यक्तिगत एक्सपिरियन्सलाई आफ्नो क्लासरुम लर्निङमा कसरी जोड्नु भएको छ? ओके, कस्तो राम्रो। अब यो क्वेसन चाहिँ एकदम गहन क्वेसन हो सर। हामीले बच्चाको ब्याकग्राउन्ड जान्नुपर्ने, अनि बच्चा हामीले पढाएको कुरा उसको ब्याकग्राउन्डसँग जोडिनुपर्ने, उसको आइडेन्टिटीसँग जोड्नुपर्ने, उसको प्यारेन्ट्ससँग पुग्नुपर्ने होइन? यो धेरै कुराहरू चाहिँ अहिले एकदमै ल्याक चाहिँ मैले देखिरहेको छु सर। अब यो हुनु पर्थ्यो पनि, किनभने प्यारेन्ट्सलाई एउटा अहिले के भइरहेछ मैले सानो ग्रेडमा सुन्दाखेरि चाहिँ प्रोजेक्ट पनि प्यारेन्ट्सले बनिरहेको छ। अनि कति धेरै प्रोजेक्ट त हामीले बनाउनु पर्छ टाइपको कुरा पनि आइरहेछ। अनि त्यो बच्चाले गरियो, प्यारेन्ट्सले गरी होइन नि त त्यो त। तर हामी माथिल्लो लेभलमा के गरौँ भन्दाखेरि चाहिँ प्रोजेक्ट दिने, प्यारेन्ट्सले हेल्प गर्ने गरी दिने। भनेको हेल्प गर्नुहोस् है भनेरै दिने। त्यो चाहिँ कस्तो हुने भने बच्चाले प्यारेन्ट्सलाई सोध्ने, प्यारेन्ट्सले भनिदिने। त्यसरी दिने। अनि उसको आइडेन्टिटीसँग जोड्छ, उसले के गर्छ घरमा, अनि अवेरनेससँग जोडौँ न। जस्तै उसले घरमा मोबाइल चलाइरहेछ भने किन बढी चलाइरहेछ, केका लागि चलाइरहेछ, युजेस कता भइरहेछ, त्यसको मिसयुज पो भइरहेछ कि, त्यसको कज एन्ड इफेक्ट के छ होइन? उसको आइडेन्टिटीसँग जोड्यो भने उसको ब्याकग्राउन्डमा भएको कुरा, उसँग केही कुरा ल्याकिङ छ घरमा, केही त्यस्तो कुरा उसले सुधार्नै गाह्रो भइरहेछ भने यस्तो तपाईँको चाहिँ आइडेन्टिटीसँग जोडिने कुराहरूलाई लिएर हामीले पढाउन सक्यो भने त डेफिनेटली चेन्ज त आउँछ। तर इन्टेन्सनली नै गरौँ, जोड्नुपर्छ यो कुराहरूले भन्छु सर। ओके, अनि ग्रुप डिस्कसन र टिमवर्कहरूले स्टुडेन्ट्सहरूलाई लर्न गर्नको लागि कति हेल्प गरेको पाउनु भएको छ? ग्रुप डिस्कसन त मलाई त एकदम पावरफुल टुल लाग्छ सर। यो
ग्रुप डिस्कसन चाहिन्छ किनभने तपाईँको म्युचुअल अन्डरस्ट्यान्डिङमा तपाईँले जति भन्दाखेरि हामीले एउटा हाम्रो वे एउटा हुन्छ उसले कुनै कुरा खस्किरहेछ भने उसले हामीलाई सोध्न डराउँछ तर साथीलाई सोध्छ त्यो भएपछि आइडियाबाट एउटा म्युचुअल अन्डरस्ट्यान्डिङ डेभलप गर्नु चाहिँ एकदमै जस्तो लाग्छ त्यो चाहिँ ओके ओके अनि त्यसै गरी म यहाँ सँगसँगै लेखिरहेको पनि छु मेन पोइन्टहरू होइन पछि त्यो रेकर्डिङ भिडियोहरू सबै हेर्न भइहाल्ला नभइहाल्ला अनि क्यान यु सेयर एन एक्जाम्पल होइन त्यस्तो एक्जाम्पल जहाँ चाहिँ स्टुडेन्ट्सले अघि हजुरले भन्नुभएको थियो एक्सपिरियन्सबाट पनि स्टुडेन्ट्सले सिक्नुपर्छ भन्ने कुरा त्यो एक्सपिरियन्सबाट उसले है ल मिनिङफुल लर्निङ मेक गर्यो है उसको आफ्नै एक्सपिरियन्सबाट ल उसले चाहिँ यो सिकाइ चाहिँ इफेक्टिभ भयो है मिनिङफुली नै गेन गर्यो है कुनै कन्टेन्टको कुनै पनि चिजको तपाईँले आफूले पढाउँदै जाँदाखेरि त्यस्तो रियलाइजेसन छ अब यसले प्रकारले सम्झिनु पर्दा चाहिँ एकचोटि मेरो स्ट्रिम प्रोजेक्टमा चाहिँ जस्तै पाइडिएकै प्रोजेक्ट लास्ट इयरकै एउटा त्यहाँ 2-3वटा प्रोजेक्टहरू बच्चाले के गरेको थियो भने उनले म्याथको कन्टेन्टसँग मैले उनीहरूलाई ओपन इन्क्वायरी दिएको तिमीहरू जेसुकै गर जस्तो प्रोजेक्ट बनाइनुहुन्छ तर त्यसलाई अलिकति अवेरनेसमा कन्भर्ट गर तिमी म्याथको कन्टेन्टलाई मात्र नजोड भनेर मैले अलिकति ओपन जस्तो गरेको थिएँ एउटा होइन एउटा ग्रुपको बच्चाले चाहिँ गर्ल्सहरूको बच्चाले के गर्यो भने एउटा माउन्ट एभरेस्ट जस्तो बनायो ठुलो हाइटवाला त्यसपछि तल आएर हिमाल जस्तो पहाड जस्तो बनायो पहाड जस्तो ठुलै अनि माथिबाट अनि तलसम्म तराई जस्तो भनेको माथि हिमालबाट पानी बगेको निलो देखायो पहाडलाई घुमेर अनि तराईको बिचबाट अनि तराईको बिचको छेउछेउमा चाहिँ घरहरू थियो क्या छेउ घरहरूको बिचबाट पानी बगिरहेको थियो अनि माथि चाहिँ उनीहरूले के गरेको थियो भने तपाईँको त्यो डाँडाबाट थोरै पहिरो खसिया जस्तो देखाइरहेको थियो अनि उनीहरूको त्यहाँनिर उनीहरूको म्याथमेटिकली उनीहरूले त्यहाँ यो माउन्ट एभरेस्टको हाइट जोडिरहेको थियो भने हिलको कुनै उनीहरूले चन्द्रगिरीको एउटा हाइटलाई लगेर जोडिरहेको थियो होइन यो चाहिँ यो हाइट हो है अनि यो तराई हो है भनेर उसले तराईलाई पनि देखाइरहेको थियो अब त्यहाँनिर चाहिँ उनीहरूले के देखाउन खोजिरहेको थियो भने अब त्यो म्याथमेटिकली उनीहरूले तल त्यसको बेस एरिया चाहिँ एक्चुअल एरिया नै निकाले अनि एक्चुअल हाइट पनि निकाल्यो तर उनीहरूले मेटाफोरिकली के गर्यो भने यो चाहिँ माउन्ट एभरेस्ट छ यसको हाइट यति छ भने पनि अब मैले यहाँनिर के जानु भने उसले हाइट एरियाको र अनि अर्को त्यहाँ घरहरू पनि थियो घरहरूको अनि घरहरूको टोटल सर्फेस एरिया पनि थियो उनीहरूले त्यो निकाल्न मिल्ने गरी बनाएको थियो क्युबमाथि अनि माथि ट्राफिक तपाईँको चाहिँ इजम राखेर त्यसरी चाहिँ उसले भोलुमहरू टोटल सर्फेस एरिया सहित निकालेको थियो अब त्यहाँनिर मैले जोड लाग्ने कुरा के भने त्यो बच्चाले त्यहाँनिर एउटा सामान्य कन्टेन्ट म्याथको कन्टेन्ट लिएर उसले ग्लोबल अवेरनेससम्म पुग्यो त्यो कुरा कहाँनिर जोडेको थियो भन्दाखेरि मान्छेले जब ग्लोबल वार्मिङले मान्छेलाई असर पार्यो नि त्यो पारेपछि त्यहाँबाट हिउँहरू पग्ल्यो अब मान्छेले जङ्गल फडारी पनि गर्यो त्यहाँबाट भुछ्याउन थाल्यो तराईको मान्छेहरू पुरै डुबानमा पर्न थाल्यो अनि त्यो हिमालको टोपमा नि कालो कालो धब्बा राखेको थियो त्यो भनेर चाहिँ हिउँ पग्ले छैन अब पुरै कालो पत्थर बाँकी छ त्यहाँ भनेर चाहिँ एउटा ग्लोबल अवेरनेस चाहिँ त्यहाँबाट प्रड्युस गरिरहेको थियो एउटा इक्जाम्पल मैले यो दिएँ अर्को ओके पनि थियो थ्याङ्क यू सो मच सर जस्तै अनि तपाईँले यत्रो वर्ष पढाउँदै जाँदाखेरि तपाईँको टिचिङ स्टाइलमा केही परिवर्तन आएको फिल गर्नुहुन्छ अनि के कुराले चाहिँ आयो जस्तो फिल गर्नुहुन्छ यो छ सर किनभने इम्प्रुभमेन्ट त म त प्रायः डेली खोज्ने प्रयास गर्छु होइन त्यो मैले कतिसम्म हुन्छ कतिपय कुरा चाहिँ पढेपछि मात्रै थाहा हुँदो रहेछ कतिपय कुरा आफूले खोजेको पोइन्ट चाहिँ अब टाइममा पनि म रिफ्लेक्ट गर्दै जान्छु सर गर्दै जान्छु एज अ रिसर्चर चाहिँ मलाई झन् रिफ्लेक्सन चाहिँ एकदमै क्रिटिकल कम्पोनेन्ट मेरो लाइफको एउटा सानो अंश नै हो भन्ने जस्तो भएको छ अब रिफ्लेक्सन नै एकदमै ठुलो हिस्सा ल्याएको छु मैले लाइफ चेन्जिङ एउटा आफूलाई चेन्ज गर्ने उसमा चाहिँ ओके अरू चाहिँ अब त्यही हो कुनै अब यो पार्को पापमाको बुकहरूले चाहिँ मलाई धेरै नै इन्फ्लुएन्स गरेको अरू पढ्दा भन्दा त्यो बुकले चाहिँ धेरै नै इन्फ्लुएन्स गरेर मेरो आइडेन्टिटीमा मैले चाहिँ यो कुराले इन्टरलाइज गर्नुपर्छ है भनेर चाहिँ रियलाइज गरेर टाइम लाग्यो म रिफ्लेक्ट गर्छु सर कति कुराहरू अनि तपाईँले आर्टहरू क्रिएटिभिटीहरू र स्टोरी टेलिङलाई चाहिँ कसरी युज गर्नुभएको छ आफ्नो टिचिङमा प्रोजेक्टमा आउँछ सर म आफै पनि अब गीतै त लेख्न सक्दिनँ स्टोरी टेलिङतिर जाँदिनँ म भिजुअल म पर्फर्मिङ आर्टमा पनि अलिकति नाच्न तपाईँ जस्तो गाउन अलिक गाह्रो छ मलाई गाउन त आउँछ पहिला त मैले पढाउन सुरु चाहिँ म गीत गाएरै सुरु गर्थेँ पहिला म गाउँथेँ पढाइसकेर सर एउटा गीत गाउनुहोस् अनि यहाँ पढ्छु भन्थेँ अनि म गीत गाउँथेँ अनि पढ्थेँ बच्चाहरूले त्यस्तो गर्थेँ
अहिले चाहिँ अब यो कथाहरू अलग्गै छन् सर। अब यिनीहरूलाई गीत गाएर पढ्छु भन्ने हुँदैन। त्यसमा चाहिँ है? आफ्नो अब ओके, अहिले म बढी चाहिँ अहिले चाहिँ भिजुअल आर्टतिर गएको छु सर। गर्ने क्रिएटिभ आर्टतिर, आर्टतिर जान्छु। पर्मिस आर्टभन्दा। ओके, ओके। अ, टेक्नोलोजीलाई चाहिँ कसरी युज गर्नुभएको छ लर्निङ सपोर्टको लागि? टेक्नोलोजी एउटा पर्सनली म आफै चाहिँ धेरै नै युज गर्छु। मेरो त अब गाइड नै यही हो होइन। किनभने म खोज्छु धेरै कुराहरू कसरी जाने, के जाने, मिनिङ मेकिङ गर्छु होइन। त्यसपछि कतिको इफेक्ट पार्छ, इफेक्टिभ छ यो भनेर खोज्छु होइन। एउटा पाटो छ मलाई चाहिँ अब सधैँभरि अब स्मार्ट टिभी अभाइलेबल हुँदैन। त्यो भएपछि अब एभ्रीडे चाहिँ अलिक गाह्रो छ। तर मलाई कुनै कुनै युनिटमा जस्तै कुनै कुनै कुराहरू भिजुअलाइज गर्नु पर्दाखेरि चाहिँ मैले अब हातले ड्र गरेर नसक्ने कुराहरू चाहिँ मैले बोर्डमा ल्याएर गर्छु। अनि प्रायः चाहिँ मैले स्कुलमै रेकर्ड गरेको भिडियोहरूबाट सुरु गर्छु कुनै कुनै अब सधैँभरि स्मार्ट बोर्ड अभाइलेबल हुँदैन यहाँलाई भने मैले। तर भयो भने पहिला त्यो भिडियो जुन बच्चाहरूले भिडियो छ यसरी पनि गर्छ है यो भनेर चाहिँ एउटा एउटा प्रायः नलेज चाहिँ पहिला एउटा ड्रप गरेर बल्ल चाहिँ अब नयाँ कुरा सुरु त्यसरी त्यो चाहिँ गर्ने। टेक्नोलोजी युज गर्दाखेरि के बेनिफिटहरू के अनि च्यालेन्जेसहरू पाउनुभयो सर्ट नभन्दा? च्यालेन्जै छ। च्यालेन्ज अब कहिलेकाहीँ वाइफाई चल्दैन सर। अब आफैले पनि अब त्यसको अफिसको डेस्कटप छैन, ल्यापटपको के हुनुपर्छ, तारहरू धेरै बोक्नुपर्छ। हेर्नुहोस् यी माउस छ, मेरो त तारमा पुर्नु नि धेरै छ। अझ एउटा क्यामेरा यहाँ बोक्नुपर्छ, चार्जर छ, चार्जरको चार्ज हुँदैन छ, धेरै कुरा बोकिदिनुपर्छ। अलिक च्यालेन्जिङ छ। अनि नेट चल्दैन कहिलेकाहीँ। अनि बच्चाको केसमा चाहिँ बच्चाहरूले बोकी ल्याउँदैनन् आइसिटी टुलहरू। अब स्कुलमा सबै बच्चाहरूलाई अब आइसिटी ल्याबमा ठाउँ हुँदैन सर। अब सधैँभरि गराउने च्यालेन्ज छ। ओके, ओके। बेनिफिट? बेनिफिट त सर म त हाइली इन्करेज गर्छु बच्चाहरूलाई। तिमी हेर न च्याटजिपिटी हेर, जेसुकै तिमी टुलहरू चलाऊ, नलेजलाई एक्सपान्ड गर, तर डिपेन्डेन्ट चाहिँ नहौ। तिमीहरूलाई स्कुलमा चाहिँ त्यो कन्टेन्ट मैले जे सिकाइरहेको छु त्यो त तिम्रो त्यो कन्टेन्ट त तिमीले गुगलमा गएर भेटाइहाल्छौ। तर तिमी स्कुलमा आएर के सिक्छौ भन्दा तिमी एकदमै मोरल भ्यालु सिक्छौ। तिमी इथिकल्ली एक्ट कसरी गर्ने त्यो सिक्छौ। तिमी एक्चुअल ह्युमन बिङ कसरी बन्ने त्यो सिक्छौ। तिमी प्रब्लम सल्भिङ मात्र सिक्दैनौ। मैले तिमीलाई यो बोलिरहेको छु हेर्नुहोस् एउटा स्टोरी जोड्दाखेरि तिमीलाई एउटा बाउ छोराको स्टोरी सेयर गरिरहेको हुन्छु होइन। एउटा एउटा मान्छेलाई परेको समस्याको साँच्चैको परेको समस्यालाई लिएर चाहिँ तिमीलाई म यहाँनिर भनिरहेको हुन्छु। त्यो हिसाबसँग जोडिएको छ। एउटा रिलेसन त्यहाँबाट देखाइरहेको छ। तिमीमा वास्तविक ह्युमन बिङ कसरी बन्ने? तिमी भोलि गएर तिमी राम्रो एउटा रेस्पोन्सिभ सिटिजन कसरी बन्ने, ग्लोबल सिटिजन कसरी बन्ने भन्ने कुरामा म तपाईँलाई प्रिपेयर गरिरहेको छु। यसको मिनिङ यो होइन कि तपाईँलाई म कन्टेन्ट नलेज दिएर चाहिँ तपाईँलाई नलेजेबल बनाइरहेको छु। त्यो म तपाईँलाई भ्यालु सिकाइरहेको छु भन्ने वेबाट चाहिँ म पढाउँछु सर। हुन त तपाईँले आन्सर दिइसक्नु भएको छ, तैपनि फेरि मैले चाहिँ अलिकति त्यो कुरालाई अन्डरलाइन गर्न खोजेँ। तपाईँले स्टुडेन्ट्सलाई चाहिँ टेक्नोलोजी रेस्पोन्सिबली र अनि एथिकल्ली यसरी युज गर्नुपर्छ भनेर चाहिँ सिकाउँदाखेरि के कस्तो एक्टिभिटिजहरू मार्फत सिकाउनु भएको छ या सिकाउनु भएको छैन? या त त्यो आइसिटी डिपार्टमेन्टको उहाँहरूले चाहिँ भन्नुभयो होला भनेर त्यो कुरालाई चाहिँ जोड दिनु भएको छैन या त्यस्तो बारेमा सोच्नु भएको छैन? कतिवटा क्वेसन छ सर? मेरो जाने बेला भयो कि। छ 3-4वटा क्वेसन छ, अब 4-5वटा। ओ माई गुडनेस। अब म त ओके ल भनौँ कहाँ म जाने बेला भयो? 45मा पुग्नुपर्छ अफिसमा सर। एहे, स्कुलमा? ठिक छ केही छैन। म पुगौँला केही छैन सर। के अरे ल त्यसो भए अब यो क्वेसन सर्टमा 1-2 लाइनमा। ठिक छ सर। अब क्वेसनै मैले बिर्सेँ यार। फेरि भन्नु ठिक छ। ल एथिकली स्टुडेन्ट्सलाई चाहिँ कसरी मोटिभेट गर्नु भएको छ युज गर्न टेक्नोलोजी? इथिकल युजको लागि, आइसिटी युजको लागि। इथिकलको लागि यस्तो छ, इथिकल युजको लागि अब मसँग धेरै मेरो काम हुँदैन सर यसमा चाहिँ। तर मैले इथिकल युजको लागि त्यही भने। तर इथिकल बच्चाहरूलाई मैले त्यही भने तिमीलाई युज त गर तर त्यसलाई मिसयुज नगर। अलिकति आफूलाई चाहिने वेमा युज गर भन्छु। तर अब त्यो त्यो उतातिरको ठिक छ, आइसिटीतिरको इथिकल ह्याकिङ भन्ने हुन्छ ठिक त्यतितिरको ठिक छ। अनि तपाईँले स्टुडेन्ट्सको अन्डरस्ट्यान्डिङहरू चेक गर्दाखेरि अनि कस्तो किसिमको एसेसमेन्ट टुलहरू युज गर्नुहुन्छ एक्जाम बाहेक? अनि त्यो तपाईँको एसेसमेन्टको पर्पोज के हो जस्तो लाग्छ तपाईँलाई? एसेसमेन्ट भनेको एउटा सानो टुल हो तर त्यसले चाहिँ एकदमै मिनिमल कुरा मात्र मेजर गर्छ। तर त्यो पनि चाहिन्छ। अब एउटा केही न केही त चाहियो नि त। जस्तो उसले जानेको कुरा चाहिँ कति एचिभ भयो भन्ने कुरामा चाहिँ केही न केही मेजर गर्नलाई त्यो चाहिएको। तर एक्चुअल मेजरमेन्ट
त्यो समेटिभ इक्जामले गर्दैन, हामी पर्फर्मेन्समा जानुपर्छ। पर्फर्मेन्स मेजर गर्ने कुरै होइन, स्किल स्किल भन्ने कुरा नै एकदम ब्रोड कुरा हो कि त्यसलाई हामी डेभलप गराउने, तर सबै कुरा मेजर गर्नुपर्छ ग्यारेन्टी छैन, तर डेभलप चाहिँ गराउनै पर्यो। ओके, मैले अब अर्को क्वेसन सोधेँ तपाईँलाई चाहिँ, तपाईँ एज अ टिचर चाहिँ तपाईँको बिगेस्ट लर्निङ के हो? मेरो बिगेस्ट लर्निङ एज अ टिचर भन्नुभयो होइन? हजुर, हो बिगेस्ट लर्निङ भन्नुभयो कि हजुरको भन्नुभयो? मैले पुरै बुझेँ। बिगेस्ट लर्निङ के हो तपाईँको एज अ टिचर? ओके, मेरो बिगेस्ट लर्निङ नै हु एम आई, म को हो भनेर मेरो हायर सेल्फ चिन्नु नै मेरो बिगेस्ट लर्निङ हो सर। अझै चिन्न पाएको छैन। तपाईँले टिचिङ फिल्डमा एउटा चिज चेन्ज गर्नु पर्यो भने के हुन सक्छ? त्यो आज चेन्ज गर्नु पर्यो भने मेरो आफ्नै फिल्डमा लेभलमा कुन एरियामा चेन्ज गर्नु पर्यो? मैले टिचिङ फिल्डमा कुनै पनि एउटा चिज चेन्ज गर्नु पर्यो भने के चेन्ज गर्नु पर्छ? पर्फर्मेन्स बनाउने, हरेक कुरालाई इन्टिग्रेटेड वेमा जाने, पर्फर्मेन्समा राख्ने, बर्डन नबनाउने, पुरै त्यसलाई चाहिँ फन एन्ड एक्सपिरियन्सियल एक्टिभिटीमा लगेर चाहिँ टुङ्ग्यौँ, त्यसलाई सधैँभरि लेखा मात्रै गर्न दिने। थ्याङ्क यू सो मच फर यर पार्टिसिपेसन सर, एकदमै रमाइलो भयो यो क्विज। हस्, धन्यवाद सर। अनि ठिक छ ल थ्याङ्क यू सो मच। तपाईँ हतारमा हुनुहुन्छ, क्वेसन ठिकै थियो नि? अनि एकदमै सर बवाल सर, तपाईँको सुन्ने तरिकाले मैले के भने चाहिँ मलाई थाहा छैन। ए ल होइन, ठिक छ सर, तपाईँले जे अनुभव गर्नुभयो त्यही भन्नुभयो। हस्, धन्यवाद सर। ल हस् सर, हस्, सी यू लेटर। हस्, स्योर।